नेपा बुखे जी सुशील साइया पाखे जोजोलोपा नापा लस्कुस दक्षिबेन थापा थौया मुमु बुख सभामुख घिमिरे व आयरल्यान्ड माथिल्लो सभायान्नाय बट्टिमर दथुई नाप्लाना खनाबला ज्योतिष विद्या प्रमाणित व वैज्ञानिक विद्या जुगु उप प्रधानमन्त्री खड्काया थापु ट्रम्प व डेडिकेटेड विवादे प्राधिकरण याके मेगु विकल्प मधुगु मन्त्री बस्नेत या थापु संसदीय निर्वाचने बंगलादेशिया सत्तारूढ दल आवामी लीग 223 सीट ट्याकल नेपालिया युवा फुटबल टोली चिनिया प्रादेशिक युवा टोली नाप मैत्रीपूर्ण कासा मिकिगु मनोरञ्जन खया थिथि बिदा तदु संगीत हुलाप्याख मे सकिपा वाथा सकिपा थो ख दुनी चना छुन सिर्जना याबले यको सर्जक तेगु लादै चुनी मेनिबले वा स्वेबले छम मे हालामी जक दबली वाथा पर्दा खना चुनी तर मेचोमी ले चिनामी वाद्यवादक वाद्य संयोजक रेकर्ड दिस्त खनिदै मखो अधिहे मे सकिपा वा सकिपा स्वेबले न पर्दा कलाकार जक खनि लिउने चोना जायना चौपी मुमु पात्र त गथेकी निर्देशक संपादक छायाकार मेकअप आर्टिस्ट लिसे थिथि जाकमी त खानाचोनी मको उपि हे लिउने चोना हपा बिपि सर्जक पिन्त न्ह्यौनी बुएगु व मसिकेगु ज्याजो ख तकि दुने तगी दुने मंगलबा पत्रिका बहनिसिया गुताइले पुनः प्रसारण मंगलबा बहनिसिया झिन्छता टाइले बुधबा सुदेशिया झिन्छता इले बुधबा निनेसिया सोता इले You think, you question, you design, you create, you struggle, you collaborate, you try, you solve, you invent, you reflect. KEC, Kathmandu Engineering College, is where you learn. Admissions open. चिहा सङ्गिपा बिहिबा पत्रिका बहनिसिया गुताइले पुनः प्रसारण बिहिबा बहनिसिया झिन्छता इले शुक्रबा सुथसिया झिन्छता इले शुक्रबा हिनसिया सोता इले। नमस्ते। नेपालमा करिब 1.25 करोड बालबालिका छन्। अझै पनि नेपालमा बालबालिकाहरूको मृत्यु दर उच्च छ। हामी काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थ किओच मार्फत बाल स्वास्थ्यमा काम गर्न चाहन्छौँ। डाक्टर भगवान कोइरालाको भोगाई र अनुभवको आत्मवृत्तान्त पुस्तक हृदयको विशेष संस्करण उहाँको हस्ताक्षर सहित बजारमा उपलब्ध छ, जसको सबै आय नाफा रहित संस्था किओर्चलाई जानेछ। किओर्चद्वारा 7 प्रदेशमा स्थापना हुन गइरहेको बाल अस्पताल मध्ये दमकमा चाँडै सञ्चालनमा आउँदैछ भने काठमाडौँको बुढानीलकण्ठमा निर्माणाधीन छ। हरेक नेपाली बालबालिकासम्म गुणस्तर स्वास्थ्य सेवा पुर्याउने उद्देश्य रहेको यस परोपकारी कार्यमा सहभागी हौँ र किओर्चको स्थापनामा सहयोग गरौँ। चौकन्दबु शनिबा पत्रिका बनिसिया गुताइले पुनः प्रसारण शनिबा बनिसिया झिन्छताइले आइतबा सुथसिया झिन्छताइले आइतबा निनेसिया सोताइले। म्याम, तपाईँ जहिले पनि नेपाल फाइनेन्समै कारोबार गर्नुहुन्छ किन? जहाँ कारोबार गर्दा म ढुक्क हुन्छु। गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। नेपालको पहिलो फाइनान्स नेपाल फाइनान्स सेवामा निरन्तर हामी। मेरो विश्वास, मेरो निरन्तरता। जहाँ कारोबार गर्दा म ढुक्क हुन्छु। नेपाल फाइनान्स लिमिटेड। आफू अङ्क बुख
सभामुख देवराज घिमिरे व आयरल्यान्ड माथिल्लो सभा सानड एरेनिया नाय जेरी बट्टिमर दथुई नाप्लाना खलाबला जुगुदु न्यानुया निम्ति नेपाली औपचारिक भ्रमणे झामन नाय बट्टिमर सभामुख घिमिरे कार्यकक्ष नाप्लाना दिगु ख नाप्ल्यागु झोले सभामुख घिमिरे व नाय बट्टिमर दथुई निगुदेय सम्बन्धय विस्तार व संसदीय थवा थया ग्वाहालिया बारे सहल जुगु संघीय संसद सचिवालय कार्यवाहक मु छ्यान्जे पद्मप्रसाद पाण्डे जानकारी बियादिगुदु को राष्ट्रिय सभाको अध्यक्ष जेरी बट्टिमरको एउटा चाहिँ टोली 5 जनाको टोली चाहिँ नेपाल भ्रमणको सिलसिलामा चाहिँ यहाँ आएको थियो हिजो आएको उहाँहरूले चाहिँ आज सामान्य सभामुखजीलाई भेट्नुभयो र सभामुखज्यू र उहाँको बीचमा दुई देशको सम्बन्धका बारेमा कुरा भएको छ र दुई देशका पार्लियामेन्टको आपसी सहयोग कसरी हुन सक्छ भन्ने विषयमा महत्त्वपूर्ण छलफलहरू भएका छन्। खास गरिकन यो अघिल्लो वर्ष भनेको अङ्ग्रेजी वर्षको अघिल्लो वर्ष सामान्य सभामुखज्यू आयरल्यान्ड भ्रमणमा जानुभएको थियो र आयरल्यान्ड भ्रमणमा गएको अवसरमा उहाँले आयरल्यान्डमा उठाउनुभएका विषयहरू पनि उहाँले आज रिकल गर्नुभयो। प्रस्तावित विद्यालय शिक्षा विधेयक प्राकृतिक विषयसँग अध्यापन याकिपी शिक्षक तेत अध्यापन अनुमति पत्र म्याकेको व्यवस्था या त माग यागुदु सोमबार प्रतिनिधि सभा अन्तर्गत या शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठके प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धी नवासे नेपाल बौद्ध महासंघ प्रतिनिधि खेम्पो कमल भण्डारी प्राकृतिक विषयसँग वंकिपी शिक्षक तेत अध्यापन अनुमति पत्र म्याकेको व्यवस्था या मागु थैदिगु ख वेकन स्थानीय तह शिक्षा सम्बन्धी नीति निर्देशिका निर्माण याबले परम्परागत गुम्बा गुरुकुल मद्रसा शिक्षा या त अनिवार्य दुथ्याके मागु न थैदिला वेकन गुम्बा गुरुकुल व मदरसा तेत सरकार गाको अनुदान उपलब्ध या मागु थैदिला शिक्षा ऐन संशोधन परम्परागत शिक्षा सम्बन्धी व्यवस्था गर्नुपर्ने यो अति आवश्यक देखिन्छ किनकि अहिले जुन मदरसाबाट जुन कुराहरू भनियो त्यो जस्ताको त्यस्तै गुम्बाहरूमा पनि हामीलाई त्यो पीडा छ जस्तै गुरुकुलको साथीहरूले राख्नु भएको कुरा दुःखहरू पनि हामीमा लगभग उस्तै हो के एउटा देखिन्छ। नेपालमा प्राचीन विभिन्न परम्परागत रूपमा सञ्चालन भइरहेका परम्परागत विद्यालय वा शिक्षण संस्थालाई व्यवस्थापित गरी शिक्षाको मूलधारमा ल्याउनु आवश्यक संयोजन गर्नको लागि विचार दिन शिक्षा ऐन तथा नियमावलीमा परम्परागत शिक्षा व्यवस्थापन बोर्ड गठन व्यवस्था गर्नुपर्ने यो चाहिँ बोर्डको अति आवश्यकता छ। ज्योतिष विद्यायात नुगु प्रविधि व पद्धतिलिसिया आबद्ध याना हलिन्यङको प्रचार प्रसार या मागु उपप्रधान व रक्षा मन्त्री पूर्ण बहादुर खड्का थैदिगुदो मंगलबार येले गोसागुगु नेपाल ज्योतिष परिषदया नि खुकुगु दमु ज्यास नवासे वेकल थथे थैदिगु ख वेकल ज्योतिष विद्या प्रमाणित व वैज्ञानिक विद्या जुगु थैदिगुदो प्रमाणित र वैज्ञानिक विद्या समयको परिवर्तनसँगै हाम्रो परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर यसको प्रचार प्रसारमा अघि बढ्न अझ बढी जोड गर्नुपर्ने आवश्यकता छ। यो संस्थाले त्यसको नेतृत्वदायी भूमिका गर्दै आएको छ, अझ बढी प्रभावकारी रूपमा गर्दैछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। आर्थिक बुख ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेत विद्युत प्राधिकरण याके ट्रङ्क व डेडिकेटेड लाइन विवादे मेगु विकल्प मदुगु थैदिगुदो पूर्वाधार समिति या थौया बैठके नवासे वेकल लेखा समिति प्राधिकरण या व्यवस्थापक या त दबाव विषय बक्यौताया महसुल महेत निर्देशन बिगु स्थिति दुगु थैदिला प्राधिकरण महे ल्यो दनिगु बक्यौता थेबा या त सोंगु खण्डे वथलेबले खुगु अर्ब याक्न महे मागु खने दुगु वेकया थापुदो प्राधिकरण खुई छगु उद्योग पाखे निगु अर्ब नि पेंगु करोड महे ल्योदनी थुकी मध्ये झिन्यागु अर्ब बक्यौता बापतिया थेबा दुगु व थप थेबा ब्याज व जरिवाना बापतिया जुगु मन्त्री बस्नेतिया थापुदु ट्रङ्क व डेडिकेटेड लाइन या विवाद या त सोंगु खण्डे वथलेबले खुगु अर्ब याक्न महेमागु खनेदुगु मन्त्री बस्नेत थैदिला ल्योदनीगु नापाङ्गु व सोंगुगु खण्ड या बक्यौता या विशेष विद्युत नियमन आयोग निर्णय या फैगु प्रावधान दु वैदेशिक रोजगार बोर्ड व मलेसिया या प्राइवेट कंपनी EFWWMC दतुई जुगु व्यवसाय विरोधी सम्झौता खारेज या त व्यवसाय तेसम मागी आगुदो
सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायीसँग यही छगु पत्रकार सम्मेलन यासे सरकार याके थुगु माग यागु ख व्यवसायी ते त सिन्डिकेट या कथ बिचौलिया या त फाइदा जुइ कथ वैदेशिक रोजगार बोर्ड व मलेसिया या प्राइवेट कम्पनी EFWWMC दथुई जुगु सम्झौता खारेज या मागु माग व्यवसायी तेसँग यागु ख पत्रकार सम्मेलने नवासे संघीय नाय राजेन्द्र भण्डारी मलेसिया या प्राइवेट कम्पनी नाप जुगु सम्झौता अव्यवहारिक व गम्भीर विषय जुगुले खारेज या त माग यान दिल वेकन वैदेशिक रोजगार सम्बन्धी व्यवसाय हे नंगेगु कथ सम्झौता जुगु व सम्झौता खारेज मय तथा छ वैदेशिक रोजगार व्यवसाय बन्द या त थपी बाध्य जुगु थया दिगु नाय भण्डारी वैदेशिक रोजगारी वने त अनिवार्य यागु बायोमेट्रिक कूटनैतिक कुट चिकेत व निशुल्क तालिम या नामे देखुगु कार्यविधि या अनावश्यक मापदण्ड चिके मागु माग सँग तगु थैदिल नेपा बुखे आपल कदिपा नमस्ते। नेपालमा करिब 1.25 करोड बालबालिका छन्। अझै पनि नेपालमा बालबालिकाहरूको मृत्युदर उच्च छ। हामी काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थ किओच मार्फत बाल स्वास्थ्यमा काम गर्न चाहन्छौँ। डाक्टर भगवान कोइरालाको भोगाई र अनुभवको आत्मवृत्तान्त पुस्तक हृदयको विशेष संस्करण उहाँको हस्ताक्षर सहित बजारमा उपलब्ध छ, जसको सबै आय नाफा रहित संस्था किओचलाई जानेछ। किओचद्वारा 7 प्रदेशमा स्थापना हुन गइरहेको बाल अस्पताल मध्ये दमकमा चाँडै सञ्चालनमा आउँदैछ भने काठमाडौँको बुढानीलकण्ठमा निर्माणाधीन छ। हरेक नेपाली बालबालिकासम्म गुणस्तर स्वास्थ्य सेवा पुर्याउने उद्देश्य रहेको यस परोपकारी कार्यमा सहभागी हौं र किओचको स्थापनामा सहयोग गरौं। You think, you question, you design, you create, you struggle, you collaborate, you try, you solve, you invent, you reflect. KEC, Kathmandu Engineering College, is where you learn. Admissions open. म्याम, तपाईँ जहिले पनि नेपाल फाइनेन्समै कारोबार गर्नुहुन्छ किन? जहाँ कारोबार गर्दा म ढुक्क हुन्छु। गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। नेपालको पहिलो फाइनान्स नेपाल फाइनान्स सेवामा निरन्तर हामी। मेरो विश्वास मेरो निरन्तरता। जहाँ कारोबार गर्दा म ढुक्क हुन्छु। नेपाल फाइनान्स लिमिटेड। दिपालिपा छिकबिन्द लस्कु छ आदेशमा पिनिया बुख। प्रधानमन्त्री शेख हसिनाया नेतृत्व दुगु सत्तारूढ बङ्गलादेशी आवामी लीग AL पार्टी देया संसदीय निर्वाचन निस व वी च्यागु सीट मध्ये निस व नि सोंगु सीट ट्याकुगु मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवाल थागुदु स्वस सीट मध्ये छगु निर्वाचन क्षेत्र या लिचो वे लिबागु ख थ्वे दथुई छगु निर्वाचन क्षेत्र स्वतन्त्र उम्मेदवार या मृत्यु लिपा मतदान स्थगित जुगुदु बंगलादेशे छुन दल संसदीय कुल सच्ची व ने छगु सीट ट्याकित तालासा सरकार देखि फै अवाल बंगलादेश या छिन्निकुगु संसदीय निर्वाचन कुल योग्य मतदाता या P6.4% ठ्याङ्गु थागुदु सत्तारूढ AL पार्टी या निसौ व खुइगु सिमे अप उम्मेदवार या राष्ट्रिय निर्वाचन बोती दुगु ख इजिप्टिया राष्ट्रपति अब्देल फताह त थगु सैन्य कारबाहीले स्यागुदु नेपा बुख्या हाक्न छगु पल्ख दिपाली पाली अन्दनीको बुख जना वे गुहेजे म्याम, तपाईँ जहिले पनि नेपाल फाइनेन्समै कारोबार गर्नुहुन्छ किन? जहाँ कारोबार गर्दा म ढुक्क हुन्छु। गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। नेपालको पहिलो फाइनान्स नेपाल फाइनान्स सेवामा निरन्तर हामी। मेरो विश्वास मेरो निरन्तरता। जहाँ कारोबार गर्दा म ढुक्क हुन्छु। नेपाल फाइनान्स लिमिटेड। चिहा सङ्गिपा बिहिबा पत्तिका बहनिसिया गुताइले पुनः प्रसारण बिहिबा बहनिसिया झिन्छाताइले शुक्रबा सुथसिया झिन्छाताइले शुक्रबा हिनसिया सोताइले। नमस्ते। नेपालमा करिब 1.25 करोड बालबालिका छन्। अझै पनि नेपालमा बालबालिकाहरूको मृत्युदर उच्च छ। हामी काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थ किओच मार्फत बाल स्वास्थ्यमा काम गर्न चाहन्छौँ।
डाक्टर भगवान कोइरालाको भोगाई र अनुभवको आत्मवृत्तान्त पुस्तक हृदयको विशेष संस्करण उहाँको हस्ताक्षरसहित बजारमा उपलब्ध छ, जसको सबै आय नाफा रहित संस्था कियोर्सलाई जानेछ। कियोर्सद्वारा 7 प्रदेशमा स्थापना हुन गइरहेको बाल अस्पतालमध्ये दमकमा चाँडै सञ्चालनमा आउँदैछ भने काठमाडौँको बुढानीलकण्ठमा निर्माणाधीन छ। हरेक नेपाली बालबालिकासम्म गुणस्तर स्वास्थ्य सेवा पुर्याउने उद्देश्य रहेको यस परोपकारी कार्यमा सहभागी हौँ र कियोर्सको स्थापनामा सहयोग गरौँ। चकन्दबु शनिबार पतिक बनिसिया गुताइले पुनः प्रसारण शनिबार बनिसिया झिन्छताइले आइतबार सुथसिया झिन्छताइले आइतबार निनेसिया सोताइले। You think, you question, you design, you create, you struggle, you collaborate, you try, you solve, you invent, you reflect. KEC, Kathmandu Engineering College, is where you learn. Admissions open. दिपालीपा हाक्ना छक्वाचिक बिन्द लस्कु छ आ कासा खया बुख। नेपाली राष्ट्रिय युवा फुटबल टोली चिनिया किङहाई युथ फुटबल टिम नाप मैत्रीपूर्ण कासा मिति गुजुगुदु चाइनिज नुदया लस्ता वइगु फेब्रुअरी 10 निया दशरथ रङसाला उगु कासा जुइगु अखिल नेपाल फुटबल संघ एन्फान थागुदु नेपाली दुगु चिनिया राजदूत राष्ट्रिय खेलकुद परिषद व नेपाल पर्यटन बोर्ड या मंका गोसाले निगु टोली दथुई मैत्रीपूर्ण कासा जुइतेंगु ख एन्फाय कथन नेपालमा बोतिकाइगु युवा टोलिया बारे प्राविधिक टोली लिपा निर्णय नेपाल बुख पाखे उजम फनिङ हाक्ना छक्वा थौ या मुमु बुख। सभामुख घिमिरे व आयरल्यान्ड या माथिल्लो सभायान्नाय बट्टिमर दथुई नाप्लाना खनाबला ज्योतिष विद्या प्रमाणित व वैज्ञानिक विद्या जुगु उप प्रधानमन्त्री खड्काया थापु ट्रंक व डेडिकेटेड विवादे प्राधिकरण याके मेगु विकल्प मधुगु मन्त्री बस्नेत या थापु संसदीय निर्वाचने बंगलादेश या सत्तारूढ दल आवामी लीग 223 सीट ट्याकल नेपाल या युवा फुटबल टोली चिनिया प्रादेशिक युवा टोली नाप मैत्रीपूर्ण कासा मितिगु नेपाल बुख आयत कोचाल आयत ब्या नेपाल टिभी सोइचना दिस सुभा।